युट्युब च्यानल। आज चाहिँ हामी धेरै लिएर आएको छौँ अनि लोकल कुखुराको झोल अनि काँचो आँपको अचार, साग छ अनि खुर्सानी अनि स्यालेड छ है। धेरै भोक लागिसक्यो, त्यही भएर हतार नगरिकन हामी चाहिँ खाना स्टार्ट गरिहाल्छौँ। हजुरले लाइक कमेन्ट गरिदिनु होला है हामीलाई। अनि ब्याक क्यामेरा मम्मीले पनि खाइदिनु भएको, त्यही भएर अलिकति डिस्टर्बेन्स आउन सक्छ, त्यसको लागि सरी ल गाइजहरु। अब हामीले खायौँ हतार नगरिकन। भिडियो अलि चिसो भइसक्यो, सेटिङ गर्दा गर्दै क्यामेराको त्यस्तै हो। लास्ट में जो आया हम लास्ट पे हामीलाई चाहिँ अलि ढिँडो खानु नआउने भएको कारण चाहिँ अलि सर्किरहेको छ मलाई चाहिँ। आपको अचार वाव तास्ते मेरो आहा खुर्सानी खाइदिउँ। लास्टतिर हाम्रो भिडियो लाइकहरु गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। हजुरको माया हामीले यसरी पायो भने हाम्रो भिडियो अझै देख्न सक्नुहुन्छ हजुरले। ढिँडो मिठो भएको थियो नि। हामी एउटा मम्मीलाई पनि ढिलो भयो क्या। उहाँले हाम्रो लागि मासु बनाइदिइरहनु भएको थियो नि त, त्यही भएर के। साग गाइजहरु, लट्टेको साग। हजुरले के भन्नु थाहा छैन, हामीले चाहिँ लट्टे भन्नु। अब भने के भन्छ त्यो सागलाई? लट्टे हो। लट्टे नै हो। लट्टे लुडो के भन्छ। मन पञ्चायतको अब मम्मीले चाहिँ अलि चिकन खानु हुँदैन, त्यही भएर गाइस भिडियोमा नल्याएको। नेक्स्ट विक ल्याउँछौँ। मासु खाइदिउँ। वाव मासु खाँदा खाँदै ओठो टोक्छ। मासु खाँदै खाँदै मिठो खानालाई। मलाई चाहिँ ढिँडो लास्टै मनपर्छ गाइजहरु। यो तरुलको सिजन हो र हैन है हजुर? होइन। किन पाउँछ होला?
काठमाडौँ सबै चिज पाउँछ। सिमल तरुलको बनाउनु हुन्छ नि। पाउँछ अहिले। आपको त तिखो छ। यो त थप्नको लागि मासु गाइजहरू थप्ने त के हो, यति नै धेरै भए जस्तो लाग्छ मलाई चाहिँ। मिठो भएको Linda. मम्मीलाई चाहिँ हामीले राख्नु कारण चाहिँ अब भिडियो हेर्नुपर्छ कि होइन, अनि अट्किन पनि सक्छ नि त, त्यही भएर कि बिचरा हाम्रो लागि उहाँ भुइँमा बसेर दाल भात खाइरहनु भएको, हामी चाहिँ मासु खाइरहेछौँ। ओहो so tight यार, सकेन मैले त खोल्न, यो खाउनु यो भएको छ भने चाहिँ यस्तो त मासु होइन जुठो पनि खाइने होइन, पानी चाहिँ जुठो खाने कि पानी चप्प गरिन्छ नि त धेरै। मम्मीले सक्नुभयो अनि म बाहिर निस्केर भन्दैन त अलिक च्यापै खानु न, ढोका खोल्न सक्नु छैन कि त्यही भएर। अलि डिस्टर्बेन्स भयो होला, सरी ल।
गाईजहरू अब कोदो चाहिँ भित्र गएर अलिअलि फुल्ने फुल्ने अवस्था भयो त्यत्रो धेरै लिएर आएको एउटा बाटो छ कोसिस गरेर चाहिँ सक्ने हैन लास्ट घाँटीमा लाग्यो अब चाहिँ मासु खाम हैन कोदो चाहिँ साइडमा राखौँ सक्यो भने खाइने धेरै भयो नि This is best for the health. भाइ एकचोटि ब्याक क्यामेरा चेक गर न भिडियो भइरहेको छ त्यहाँ मम्मी गइहाल्नु नजाउनु त्यहाँ भइरहेको त नदेखा डराइदियो भने भिडियो नै रेकर्ड भएको छैन भनेर हेर्नु न लको खाएर पकाइसक्यो मान्छे यदि भएन भने हुन्छ अचार हम आपको अचार आँप पाउने सिजनमा काँचो आँप पाउने सिजनमा आँपको अचार नखानु भनेको त बेकारी हुँदैन पिरो पनि हो गाई जोरा तो मजा आज मजा आयो नि ल गाइजहरु यति कोदो चाहिँ सकेन हैन हामीले खानुलाई बाँकी चाहिँ मासुहरु पनि सबै सकियो अलिअलि हड्डीहरु चाहिँ बाँकी छ अलि सुपहरु छ त्यो चाहिँ अब हामी ब्याक क्यामेरा खान्छौं हैन हजुरले हाम्रो भिडियोलाई यसरी नै माया गरिदिनु होला हजुरको सपोर्ट साथले हामी अगाडि बढ्न सक्छौं त्यही भएर हजुरको माया चाहिँ हामीलाई सक्दो जरुरत छ अहिले चाहिँ मेरो कुकुर पनि आयो साइडमा म बिना बाज्दै बाज्दैन क्या म अगाडि अगाडि पछाडि पछाडि त्यस्तो भएको भयो अहिले ढोका लगाएको भएर चाहिँ भित्र आएको थिएन अहिले चाहिँ आयो र हस् साथीहरु फेरि नेक्स्ट भिडियो यसरी नै लिएर आउने छौं त्यतिसम्मको लागि बाइ बाइ टेक केयर